हेलो साथीहरू, आज हामी जाँदैछौँ ब्याङ्कतिर। म कस्तो देखिरहेको छु भन्नु त, देखिरहेको छ कि नै? अनि मैले कपाल बार्दैछु, एउटा हातले भएर उडाउँदैछु। म क्यामेरा हस्तान्तरण गर्न जाँदैछु भन्नु त। यो मान्छेलाई म कपाल बार्छु, म चाहिँ कपाल बार्छु ल। स्वागत छ। हाई गर्दैन। हेलो। जाडो छ, हात निकाल्न अलि गाह्रो हुन्छ। मलाई देखाइदिनु न, मैले कस्तो चिसो हो। दुई चुल्ठी बाटेर गाजल आँखैमा। अरू मैले जानेन है। आँखैमा हे भन्छन् बाटोले पहाडकी छोरी बाटोले। ओहो कति चिसो के। मेरो लुक देखाइदिनु न तलले। ए तेरो लुक। सानसानो नानी। कपाल त बाटो ल्याउनु ल्या। मेरो लुक त्यस्तै हो है साथीहरू। जाडो हो। हिउँमा यस्तै हुन्छ होला क्या दाजु। चिसो लाग्ला क्या फेरि त लाग्यो। हामी चाहिँ आज उसको चाहिँ ब्याङ्क अकाउन्ट खोलेको थिएन, उसको ब्याङ्क अकाउन्ट गइरहेको छौँ। अनि हामीले चाहिँ उहाँ गएर सबै चिज देखाउनेछौँ, हेरिदिनु होला होइन इन्दु? हो कि नै? के हो? नमार्नु दे। कस्तो के नेपाल जस्तो सोचे जस्तो अहिले। अनि लेमन बिना कसरी बाट्नु त? आज यस्तो चिसो बढिरहेको छ नि यतातिर। अब चिसो हावाले बनाउनु त भन्ने। एकदम जाडो छ। अब बिस्तारै बिस्तारै देखाउने छौँ। यहाँ यसो भल्ल कता पनि हातै कठाङ्ग्रो याद मेरो त चिसो। के भयो इन्दु? यहाँ दसैँ आयो नेपालमा। सरसफाइ गरेर जङ्गल। खै ए अस्ति त त्यो थिएन नि, थिएन त। अस्ति फोडेर सफा गराएर रहेछ। यता पनि के हो दसैँको त्यो आयो कि क्या हो? रम्म जम्म हुन लाग्यो क्या हो? आज सरसफाइ सबै ठाउँ चल्ला छ। हुन त यहाँ त्यो होला नि त ट्याक्क के हप्तामा एकपटक यस्तो छ होला। तर आजदेखि यस्तो काट्यो नि हो र। त्यहाँ पर चाहिँ यो पेट्रोल पम्प है। स्याभोन लिन्जा। इन्दु के गर्ने? अस्तिको बाटो जाने के हेर्ने? ए यताबाट जाऊँ। अस्तिको बाटो जाने भए अस्तिको बाटोमा के गर्ने? जाऊँ न। कुन बाटो छिटो पर्छ? त्यो अस्तिको आयो बाटो जाऊँ। यताबाट जाऊँ न त आज। हेर्नु यो त्यो हुन्छ त बाहुबलीमा यस्तो टिका लगाइरहेको हुन्छ त केटीलाई, लिपस्टिक त्यही हो यो। हुन्छ होइन कि मैले भनिदिएको। यस्तै हो है। यी सल्लाह गरौँ त कोही ठुलो कोही सानो है।
हामी ब्याङ्कनेर आइसक्यौँ। अब चाहिँ त्यहाँ कसले क्या त्यहीँनिर हो ब्याङ्क। अब हामी जान्छौँ त्यहाँ ब्याङ्कभित्र, त्यहाँ के हुन्छ अनि पछाडि म भल गर्छु ल। ए हो यहाँको नजरिया ठिक त्यो भएर रहेछ नि लाइट। उतै भित्र छ हाम्रो ब्याङ्क चाहिँ, हामी जाने ब्याङ्क। हजुर आइपुग्यौँ है। यही हो हामी जाने ब्याङ्क, यही हो। हामी आइपुग्यौँ। त्यहाँबाट टोकन तानेर अहिले त पालो आउँदैन होला हाम्रो। अनि हामी यतातिर कहाँ छ र त्यो, यतातिर आएर बस्छौँ। यो बन्द गरिदिउँ। बिस्तारै देख्नु न, तल गरेर नफाल्नु। हामी चाहिँ ब्याङ्कमा गएर एकछिन वेट गऱ्यौँ अनि पालो ढिलो आउँछ होला भन्ने लागिरहेको थियो। 9 नम्बरमा पालो थियो हाम्रो। मान्छे चाहिँ धेरै हुनुहुँदो रहेनछ। अनि 6 नम्बर गइरहेको थियो अनि हाम्रो एकछिन पालो आयो, लगभग 1 घन्टा जति, 1 घन्टा पछाडि। अनि हामी त्यहाँबाट काम गरेर निस्क्यौँ। हाम्रो चाहिँ सकिसक्यो काम। अब हामी जान्छौँ अर्को ठाउँमा अर्को काम गर्न। यतातिर यता ब्याङ्कको काम सक्यो। अब यतातिर अर्को काम, मेरो पढाइ लेखाइको बारेमा। बाई। अब हामी आइपुग्यौँ केलामा। यही हो केला चाहिँ। अब जान्छौँ हामी भित्र। वरिपरिको नजारा यस्तो छ। कामहरू पनि हामीले सबै सकायौँ। अनि त्यस पछाडि हामीलाई भोक लागिरहेको थियो, नास्ता किनेर खायौँ हामीले। अनि लाग्यौँ हामी घरतिर। हामीले आज चाहिँ हामीले ब्याङ्कको काम मात्रै गर्ने भनेर गएको थियौँ। अनि ब्याङ्कमा चाहिँ छिटै पालो आयो। त्यस पछाडि अरू 2वटा काम पनि भ्यायौँ हामीले। सबै गरी 3वटा काम भ्याइयो आज चाहिँ। अनि हामी घरतिर लाग्यौँ। बाटोमा चाहिँ दिदी भेटिनु भएको थियो। अनि दिदीसँग गफ गर्दै गर्दै घरसम्म आइपुगेछौँ। भिडियो खिच्न नि बिर्सेछ, गफै नभुलेर। यति नै हो भिडियो चाहिँ। हेरेर इन्जोय गरिदिनु होला। बाई।